नमस्कार, म डाक्टर भिके प्रसाद, होमियोपैथिक फिजिशियन, लाल मार्केट गान्तोक। आज मेरो बीचमा उपस्थित हुनुभएको छ टासी भुटियाजी। तपाईको समस्या पेन एब्डोमेनको रहेछ है? र पेन एब्डोमेन खाली पेटमा तपाईको समस्या बढिन्छ र बिहानको बेलामा समस्या बढिन्छ र खाना खाए भने अलिकति आराम जस्तो फिल हुन्छ। तपाईको गालब्लाडर स्टोन पनि थियो जो अपरेसन 2022 मा गराइदिनु भयो र यो लिएर तपाईलाई के गर्नुपर्ने त्यो म बुझाउँदै छु। भने तपाईको जो समस्या छ पेट से रिलेटेड समस्या छ। भने तपाईको खानपान जो गालब्लाडर स्टोन भयो र गालब्लाडरलाई निकाल्दिनु भयो, त्यति बेला के हुन्छ भने तपाईको फर्स्ट हामीहरु बुझिहाल्दै छु कि गालब्लाडर स्टोन के काम गर्छ। भने गालब्लाडरबाट पित्तको रस निस्किन्छ। पित्त पनि भनिन्छ, तपाईको बोलचालको भाषामा, हिन्दीमा, नेपालीमा पित्त पनि भनिन्छ र त्यो पित्तको थैलीबाट पित्तको रस निस्किन्छ। जब अपरेसन भने त्यो काटेर निकाल्दिन्छ डाक्टर, उसको बादमा पित्तको रस निस्किँदैन र पित्तको रस निस्किँदैन भने गरिष्ठ भोजन जस्तो बुझ्नुस्, मीट खानु भयो, तेलको सामान खानु भयो, त्यो चीज आसानीले हजम हुँदैन। जब आसानीले हजम हुँदैन त्यति बेला तपाईको शरीरमा नाना प्रकारको समस्या हुन्छ। भने के समस्या हुन्छ, जस्तो पेट फुलेको, पेट भारी हुने, छाती पोल्ने, मुखमा खाटा पानी जस्तो आउने, त्यो सब समस्या रेगुलर आइबस्छ। र अब उसको निदान के छ? निदानको लागि म तपाईलाई दबाई दिएको छु। जस्तो 1 नम्बरमा लाइकोपोडियम 30 मा छ, 2 नम्बरमा चिल्डोनियम 30 मा छ, 3 नम्बरमा ग्रेफाइटिस 30 पाउन्डमा छ, 4 नम्बरमा बर्बेरिस वल्गारिस मदर टिन्चरमा रहेछ र चारटै दबाई 20-20 ड्रप्स दिनमा 2 पल्ट खाउनु म भनेको छु। आज 30 मार्च 2025 हो। अब यो तपाई दबाई जुन प्रकारले म तपाईलाई बताएको त्यही प्रकारले सेवन गर्नुस्। सक्यो भने फेरि तपाई आउनुस्। तपाईको समस्या कस्तो हुन्छ म हेर्छु। भने कति % समस्या जाति भएको छ त्यति बेला म सोध्छु। जम्मै 4टा मेडिसिन सक्छ बुझ्नुस्। 22 दिन, 25 दिन, 30 दिनमा। उसको बादमा तपाईको समस्या कति % जाति भयो उसको स्ट्रेन्थमा म बोल्न सक्छु कि यति खाएर यो समस्या लाइफ टाइम तपाईको निदान भइहाल्छ। र पुनि तपाईको गालब्लाडर स्टोनलाई निकाल्दिनु भएको छ भने खानपानमा अलिकति परहेज राख्नै पर्छ। हजुर, त्यो सब छ। धन्यवाद।